टु आवर युट्युब च्यानल क्वाडिपल ब्लग्स। सबैजनालाई जुजुलुप्पा सेवारो लास्सो फ्याफुल्ला जोडले अनि सबैजना सन्चै हुनुहुन्छ भन्ने आशाका साथ आजको मेरो धेरै न्यू ब्लग स्टार्ट गर्दैछु म। Oh my god! Wow! आज चाहिँ शनिबार छुट्टी यस। अनि आज चाहिँ छुट्टी अनि होमवर्कहरू गर्नु छ एज युजुअल शनिबारको डेली कामहरू गर्नु छ। अनि आज चाहिँ खै कसको पो आफन्त पर्नेहरूको नातिन खै के भात खुवाई छोरीको भात खुवाई थियो भन्नुभएको थियो। अनि आज चाहिँ पार्टीमा जानुपर्छ अनि त्यो पनि काम गर्नु छ। त्यही भएर म चाहिँ छिटो होमवर्क सकाउन ट्राई गर्छु। अनि आउनुहुन्छ कति धेरै काम छ। सो अब चाहिँ होमवर्क गर्छु होला। होमवर्क सक्नु भएछ त्यही भएर होमवर्क गर्छु। सो गाइज मैले चाहिँ होमवर्क सकाइसकेँ जस्तो मलाई लाग्छ। What? Bro, what are you talking about, man? अप्सनल म्याथको बाँकी छ साँच्ची। अप्सनल म्याथको गर्नुपर्ने जोसँग अप्सनल म्याथको बाँकी छ। हत्तेरीको अप्सनल म्याथको किन बाँकी भएको? ये भगवान क्या जुलुम है? फेरि होमवर्क गर्छु। फेरि अप्सनल म्याथको गरेपछि भेट्छु। मैले भर्खर साइन्सको सकेँ। अप्सनल म्याथको बाँकी। यहाँ मेरो गीत छ। गीत बजाउँदै गर्छु ल। च्याउ लाग्छ कस्तो च्याउ हुन्छ होमवर्क गर्न। गीत बजाउन त परिहाल्यो नि। सो अब चाहिँ अप्सनल म्याथको गर्छु। सो गाइज मैले चाहिँ नुहाएर आइसकेँ अनि ठ्याक्क नुहाएर निस्केर लुगा सुगा धोएँ। घामै गयो। ओ चूना लगा दिया। यस्तो छ घाम पनि गयो। अब पार्टीमा जानु छ। घाम नि गयो। बाध्यतापूर्ण मैले हेयर ड्रायर प्रयोग गर्नुपर्ने हुन्छ। यहाँ चाहिँ हेयर ड्रायर चाहिँ राख्नुलाई अनि अब चाहिन्छ मलाई यो ऐना। म चाहिँ मम्मी बाबाको कोठामा छु। अब बाहिर छ। म चाहिँ अर्को एउटा कुरा नि खोजिरहेको छु है। यहाँ छ त बिस्कुट चाहिँ छ यहीँ। यही रहेछ। मैले चाहिँ हेयर स्ट्रेटनर कलर खोजेको थिएँ किनभने पार्टीमा जानु छ। अलिकति राम्रै हुनु पर्यो। कस्तो नराम्रो देख्यो। म आफ्नै कोठामा त आएँ तर अब यो हेयर ड्रायर चाहिँ कहाँ गर्नु पर्यो। त्यहाँ मल्टिप्लग छ तर मल्टिप्लगले धोका दिन्छ। त्यहाँनिर नि एउटा प्लग छ जहाँ मैले मोबाइल चार्ज गरिरहेको छु। फेरि उता जानुपर्छ जस्तो छ। फेरि उता जानु यो बोकेर हत्तेरीका कति यताउता गर्नु रिस उठेको। तोबा 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 थारा मुड खराब कर दिया। पज गर्छु ल। अप्ठ्यारो हुन्छ सामान बोक्ने। मैले चाहिँ यता आइसकेँ। फेरि बस साह्रै गरिसकेँ। अनि
रामला र अगाडिको घरमा चाहिँ को त्यो विदेशीहरू छ होइन अफ्रिकाबाट त्यो फुटबल खेल्ने प्लेयर्सहरू छ उनीहरूको भाषा बोलिरहेको छ के बोलिरहेको छ थाहा छैन तर बोली चाहिँ रहेछ सिरम लायो मैले चाहिँ के गर्ने हो गरिसकेँ अब लुगा लाउँछ एकदम ढिलो भइसक्यो है टाइम चाहिँ ढिलो भइसक्यो म भने यस्तै बेला ठिक भयो राम्रो छ म चाहिँ रेडी भइसकेँ अब चाहिँ पार्टीमा जान आँटेको मेरो गेटअप चाहिँ यही हो है आजको लागि हतार भइसक्यो त्यही भएर बाबा चाहिँ चाबी लाउँदै हुनुहुन्छ भने मैले हिल्लाएको भएर म चाहिँ अगाडि नै हिँडेको जाँदैछु बसमा जाने कुरो भयो हाम्रो चाहिँ ट्याक्सीमा जाने भनेर तर फेरि होस् बसमै जाऊँ भयो अनि अब बसमा जान आँटेको हामी चाहिँ 2 घन्टाको यात्रापछि थकित बसको यात्रापछि पार्टीमा पुग्यौँ अनि पार्टीमा पुगेर चाहिँ रमाइलो भयो सुरुमा त थाकिरहेको थियो अनि चाहिँ मेरी साइडको मेरो पिङ्क कलरको लाउनु भएको चाहिँ अजी हो यानि कि हजुरआमा अनि उहाँकै नातिको चाहिँ भात खुवाइरहेछ नाति खै के भात खुवाई छोरीको भात खुवाई थियो यस गाइस मबाट भुल भएको थियो म सुरुदेखि नै छोरी केटी मान्छे भन्दैन तर लास्टमा सानो बाबु पो रहेछ के हुन्न एउटै त हो नि सानो बच्चा त हो नि भात खुवाई त हो नि अनि त्यही हो गाइस मलाई भिडियो खिच्न चाहिँ लाज लाग्यो अनि फोटोजहरू मात्र छ अनि मैले चाहिँ एकदम धेरै खाएँ यस्तो मिठो थियो खानेकुरा कति धेरै भेराइटीको त यस्तो मिठो थियो स्न्याक्स त वाउ अनि स्न्याक्स खाएपछि चाहिँ हामी एकैछिन बस्यौँ मैले आइसक्रिम खाएँ अनि यताउति गऱ्यौँ एकैछिन तर हामीलाई ढिलो भइसकेको थियो त्यही भएर हामीले बाध्यतापूर्वक पेटभरि भए पनि डिनर चाहिँ गर्नु पर्यो के हो पार्टी हो खानु त परिगयो
अनि ढिलो भएर चाहिँ हामीले छिटै डिनर गऱ्यौँ। पेटै खाली थिएन, त्यही भएर थोरै मात्रै डिनर गर्न पाएँ। अनि डिनर गरेपछि डेजर्ट खायौँ अनि त्यसपछि हामी फेरि 2 घन्टाको यात्रा सुरु गऱ्यौँ। यो चाहिँ म है त गाइस, पार्टीमा मम्मीले खिचिदिनु भएको फोटो जबरजस्ती, त्यही भएर नराम्रो हुनसक्छ। थाहा छ म नराम्रै देखाएको छु, कमेन्टमा भन्नु पर्दैन कसैले नि। अनि अब चाहिँ म गाडी चढेँ, मानौँ भिडियो त छैन, अब मानौँ न म गाडी चढेँ अनि म गाडीमा आउँदैछु। सो गाइस, म चाहिँ फर्किसकेँ आफ्टर 2 घन्टाको ब्याक टु ब्याक राइड यात्रा भनौँ। एकदम थाकिरहेको छु है म चाहिँ, यतिखेर लास्टै नै थाकिरहेको छु। अब यो लुगा नि फुकाल्नु पऱ्यो, फेरि टेबलको हालत नि कति सफा छ, रुम पनि कति सफा छ। अब चाहिँ म लुगा चेन्ज गर्छु है त गाइस। लुगा फेर्नुभन्दा एकचोटि फेरि ड्रेस देखाउँ है। हेर्नुहोस् टेबलको हालत कति सफा छ। अनि अब चाहिँ रमाइलो कुरा, यो साइडको फेस हेर्नु कति राम्रो छ। गाजल नि राम्रै छ है, यो साइडमा चाहिँ ठिकै छ। नराम्रो त नभनौँ, ठिकै छ ल, एडजस्ट गर्न मिल्छ। यो साइडको के भएको थियो, कालो न कालो 10 दिन नसुतेको जस्तो थियो। आमै कस्तो कालो भइसकेको थियो गाजल मेटेर। डान्सर भएपछि चाहिँ पार्टी सके पनि एनर्जी चाहिँ छ है, थाके भए पनि नाच्ने एनर्जी चाहिँ छ। ओभर एक्टिङलाई साइडमा राख्दै लुगा चेन्ज गरेपछि चाहिँ कपाल पछाडि अड्केर कस्तो राम्रो देखिरहेको थियो भने मलाई सानो कपालमा, म त कपाल काट्दिउँ जस्तो फिल भइरहेको थियो। त्यसरी गर्दा चाहिँ राम्रो देखेको थिएन, तर कपाल साइडमा राख्दा चाहिँ वाउ कस्तो राम्रो देखेको के। मलाई मात्र यस्तो लाग्यो कि सबैलाई लाग्यो है, तर मलाई चाहिँ कस्तो राम्रो लागिरहेको थियो कि सानो कपालमा काट्दिउँ जस्तो भइरहेको थियो। तर लामो कपाल, लामो कपाल, सर्ट कपाल, लामो कपाल, कुन भइरहेको छ गाइस मलाई चाहिँ त्यही। अहिलेको लागि चाहिँ लामै राखौँ, नकाटौँ होला। सो अब चाहिँ फ्रेस हुने, मुख धोएर आउँछु है गाइस म। सुरुमा चाहिँ म ब्रस गर्छु, मासु खाएको छ नि त नि अलिक अड्केछ, त्यो चाहिँ मेरो ब्रस, त्यो मेरो टुथपेस्ट। क्या आपके टुथपेस्ट में नमक है? खै मेरोमा चाहिँ थाहा छैन है, हेर्नुपर्छ। म चाहिँ त्यो जसरी हल्लिरहेको छु, पागल भइसकेँ म। अनि अब चाहिँ ब्रस गर्छु म। मोडल हो कि फिर चाहिँ मोडल हो, जापान मोडलिङ गर्न थाल्छु। मैले ब्रस गरिसकेँ, अब चाहिँ म फेस वास गर्छु। म
चाहिँ यो वाला फेस वास युज गर्छु एकदम राम्रो छ यो चाहिँ मेरो स्किनको लागि त झन् पर्फेक्ट छ यो अहिले चाहिँ फेस वास पनि गरेँ मलाई चाहिँ ऐनामा कस्तो राम्रो देखिरहेछ है मोबाइलको क्यामेरा कस्तो नराम्रो देखिरहेछ अनि म त्यही ह्यान्ड सिग्नल्स गरिरहेको छु क्या यहाँ तपाईँहरूलाई बुझाउनको लागि स्टाइलिस छ फेरि म चाहिँ जस्ट जहाँबाट पनि पोज निस्किन्छ मेरो फेरि आइडिया नै एकदम क्रिएटिभ हुन्छ कहाँबाट निस्क्यो मोबाइलवाला यो तर निस्क्यो फेरि ओभर एक्टिङ पनि मेरो माइ गड कस्तो छ यही यस्तै हो मेरो प्राइस ओभर एक्टिङ हेर्नु चाहिँ मेरो ओभर एक्टिङ अब चाहिँ म फ्रेस पनि भनिसकेँ अलिकति एनर्जी पनि आइसक्यो तर थकाइ चाहिँ लगाएर चाहिँ अब त्यही नै लुगा त राख्नु पऱ्यो नभए मम्मीको गाली खाइन्छ त्यही भएर म चाहिँ लुगा राख्न आँटेर चाहिँ मेरो यस्तो प्रिटी लुगा बंद करो हाथ जोड़ के मैं मोदी साहब से गुजारिश करता हूँ सो गाइज म चाहिँ सुत्न आँटेको सुतिसकेको भन्दा नि हुन्छ बेडमा छिरिसकेको थियो अनि फेरि भ्लग एन्डिङ गर्ने बाँकी छ भने मैले फेरि गरेको है यो चाहिँ अब चाहिँ म लास्टै थाकेको छु गाइज एकदमै थाकिरहेको थिएँ अनि म चाहिँ अब सुत्न आँटेको यो भेट होला बाई बाई गाइज थ्याङ्क्स फर वाचिङ लभ यु अल बाई